हामी चाहिँ अब दक्षिणकाली बाटो आइरहेछौँ। बल्कुबाट छिरिसक्यौँ। आज हाम्रो 2082 दसैँको टाकामा अष्टमीको दिन पारेर सिस्नेरी घुम्न जान लाग्छौँ। हिजो सप्तमीमा जाने भनेको छोरीलाल सन्चो भएको, त्यही भएर आज चाहिँ हामी फ्यामिली दुईजना बाउ छोरी कता छन्। हामी चाहिँ बल्कुबाट छिरेर अब दक्षिणकाली बाटो जाँदैछौँ। ये बाटो हो? सिधै अब जय भन्न। जय दक्षिणकाली माता की जय। अब भनेको हो तैँले उकालो। हामी मेन बाटोबाट यता लेफ्ट आइसकेर करिब अब कति 4-5 किलोमिटर बाद यो दोधारे खोला पुल भन्ने आउँछ। अब दोधारे खोला पुलबाट चाहिँ यसरी सिधा नगइकन हामी चाहिँ यो सिधाको गल्ली जस्तो एउटा सानो बाटो छ। यो पुल चाहिँ ठुलो बाटो भयो। ठुलो बाटो नगइकन पुलबाट नगइकन यो यताबाट गल्लीबाट जाने हो। गल्लीबाट यहाँ त रोकेको? अब रोक्ने यही हो? ए ल हामी सिस्नेरी पुग्यौँ। हारा छोरी हारा बाउ छोरा चाहिँ डराइरहेछ। नेचुरल स्विमिङ पुल। म पनि पानीमा आएर खिच्यौँ अब द नेचुरल स्विमिङ पुल। ल एकछिन खिचेर चाहिँ मोबाइल राखौँ भनेको। हि इज इन ट्रमा। भयो लुगा यता हाल्नै हुँदैन कि ज्याकेट किन ल्याएको? अब चाहिँ हामी सिस्नेरी बाई बाई गरेर फर्किँदैछौँ। अघि आउँदाखेरि हामी यहाँ खोला तरेको देखाउन पाएको थिएन, त्यही भएर अहिले खोला तरेको खोला तरेको देखाउँदैछौँ। बिचबाटै जाउँ न। ओर्लिन्छ होला? ओर्लिँदैन, ओर्लिनै पर्दैन। जय शम्भो। खोला पनि तरियो।
अलिकति आधा घन्टा जतिको हाम्रो कच्चा बाटोपछि चाहिँ पक्कै बाटो आउँछ। त्यो बाटोको त्यो चोकको नाम चाहिँ त्यहाँ बुझ्नुपर्छ अरे। हामी आधा घन्टाको बाटोपछि अफ रोड सकिन लागेको छ। एउटा झुलुङ्गे पुल पनि रहेछ है, एउटा झुलुङ्गे पुल रहेछ। सानो खोला, खोलातिरबाट झर्ने रहेछ। त्यो बाटोको नाम चाहिँ ठ्याक्क सोध्नुपर्छ त्यहाँ, त्यो चोकको नाम चाहिँ पहिला। हेलो दिदी, यो चोकको नाम के हो? यो चोक हजुर? ए चोकको नामै सिस्नेरी? यो भन्दा अगाडि के छ त नाम? ऊ त्यो पहाडबाट झर्दा त्यो पहाडहरूको नाम के छ हजुर? ए छैमलेबाट झरेर सिस्नेरी चोक। सिस्नेरी चोकबाट नै ठ्याक्क बायाँ जानु रहेछ। ठ्याक्क एउटा सानो खोला जस्तो देख्न थाल्छ। पहाड पहाडबाट झरेर ठ्याक्क एउटा खोला जस्तो देख्छ। दक्षिणकालीबाट चाहिँ पुरा पहाड चढ्ने, अनि चढेपछि अब झर्ने उयो पहाड झरेर आथ्यौँ हामी। हो ल ठ्याक्क यहाँनिर सिस्नेरी चोकै रहेछ। यो चोकलाई सिस्नेरी चोकै भन्ने रहेछ। अलिकति यसरी पसलहरू छ। ओ यो उसबाट खोर्सानी किनेर लग्दा हुन्थ्यो नि त। ठ्याक्क उता छुटिसक्यो। एकछिन रोकौँ उता डल्ले खोर्सानी एकचोटि। सिस्नेरीको भ्रमणमा दुईचोटि बाइक स्कुटी बिग्रिन्। अघि चाहिँ पाकलक भन्ने बिग्रेको रे। अब अहिले पनि स्टार्टै भएन। हामी ठ्याक्क माथि बन्जाङमा पुगेर खाजा खाएर अगाडि बढेको बेला। आफूले ठिक गर्न नसकेपछि अगाडि एउटा माइक्रो गइरहेको थियो। त्यो माइक्रोको ड्राइभर भाइले रोकेर हामीलाई हेल्प गरिदिनु भयो। प्रयास त निकै गर्नुभयो तर काम लागेन। आखिरमा हाम्रो स्कुटी बनेन। त्यसपछि हामी आमा छोरी चाहिँ त्यो माइक्रोमा बसेर फर्क्यौँ। धेरै धेरै धन्यवाद छ बाइक नबने पनि माइक्रोको ड्राइभर भाइलाई। माइक्रो नम्बर चाहिँ कति हो? 5871। लास्टमा हामी आमा छोरी यही माइक्रोमा बसेर आयौँ। अहिले बालाजु चोकबाट हामी खेल्दै हिँड्दै आएका छौँ। अनि बाउ छोरा दुईजना बाइक र स्कुटी लिएर आउँदैछन्। अब हामीसँग चाबी पनि छैन, बाइकवालाहरूसँग थियो। अब उनीहरू पहिला घर पुग्यो कि हामी पहिला घर पुगेर है त। लेट्स सी बराबर कति बेला लाग्छ उनीहरू कुदाइहाल्छ फेरि सिङ्गल सिङ्गलमा त। लेट्स सी ल छोरीले चाहिँ हामी पहिला पुग्छ भने चाहिँ मलाई चाहिँ उनीहरूले पहिला पुग्यो जस्तो लागिरहेको छ। लेट्स सी बेट ल। लास्टमा हामी बाइकमा बसिराख्नु पर्यो। बाउ छोराको कुनै पनि अतो पत्तो छैन। फोन गरे पनि उठाएन। हेर्छ दिदी